र बस्तीको हामी बस्ने बस्ती र भनौँ आरक्षे भित्रको बीचमा भनौँ 8 फिटको दिवालहरू लगाउने। त्यो दिवाल लगाउँदाखेरि सम्पूर्ण बर्दियावासी जनताहरूको संविधानबाट दिवालहरू लगाउने। त्यो दिवाललाई सेतो माटोले सेतो कमिरोले लिप्ने र सेतो देख्यो भने बाघको जात सेतोमा आउन सक्दैन। त्यो त तर्केर हाम्रा पुर्खाहरूले लगाएको त्यो बाटो हो। त्यसो भए हामीले आरक्षभित्र जुन जाने बाटो जहाँ छ जुन ठाउँमा बाटो छ त्यो ठाउँमा च्यानल गेटहरू राख्ने हामीले यस्तो योजनाहरू गरेका छौँ। त्यस कारणले यहाँहरूले यो हाम्रो मर्मलाई हामीले बुझेका कुराहरूलाई यहाँले मध्यनजर राखेर तपाईँहरूले श्रम संस्कृति पार्टीको हातको अञ्जलीमा भएको माटो चिन्हमा यहाँले छाप लगाइदिनु भयो भने हामी यो क्षेत्रको यो पुरै नेपालै देशको हाम्रो हर्क साम्पाङ अध्यक्ष हर्क साम्पाङको भनौँ नेतृत्वमा हामीले पुरै देशलाई नै परिवर्तन गर्छौँ। यस क्षेत्रका दाजुभाइ दिदीबहिनीहरूमा विनम्र अनुरोध, तपाईँहरूसँग म एउटा अनुरोध के गर्दछु भने यसपालि भर्खरै 2 महिनाभित्रमा श्रम संस्कृति पार्टी दर्ता भएको छ। हामी भर्खरै 2 महिनाका मात्रै हामी छौँ। त्यसकारणले हामी तपाईँहरू समक्ष हामी विनम्र अनुरोध के गर्दछौँ भने यो देशमा धेरै पार्टीहरूले धेरैचोटि भनौँ तपाईँहरूको मत पत्र सङ्कलन गरेर लिनुभयो, विजय हुनुभयो। अहिलेसम्म कसरी के काम गर्नुभएको छ भने यो कुरा हामी भन्न चाहँदैनौँ। यो कुरा तपाईँहरूकै आफ्नो अनुभव छ। त्यसकारणले हामी के भन्न चाहन्छौँ भने यतिखेर हामी श्रम संस्कृति पार्टीबाट हामी पनि उम्मेदवारी लिएका छौँ। अब हामी म यो मेरो परिचय यहाँहरूसँग के भन्न चाहन्छु भने मेरो नाम मानबहादुर भैगार हो। म श्रम संस्कृति पार्टीको क्षेत्र नम्बर 2 बर्दिया जिल्लाको उम्मेदवार हो। त्यसको कारणले यहाँहरूसँग मेरो विनम्र अनुरोध के छ भने यहाँहरूले एकचोटि धेरैचोटि तपाईँहरूले अन्य पार्टीहरूलाई तपाईँहरूले मतदान गर्नुभयो, धेरैचोटि तपाईँहरूले मतदान गरेर कण्ठला घामहरूमा तपाईँहरूले उभिएर तपाईँ त्यो मतदान गर्नुभयो। अहिलेसम्म के भयो त्यसको विषयमा तपाईँहरूले जान्नुहुन्छ, हामी जान्दैनौँ। त्यसकारण हामी भर्खरै दर्ता भएको 2 महिना मात्र भएको छ। यो सबैभन्दा कान्छो पार्टी हो। त्यसकारणले हामी के भन्न चाहन्छौँ भने यो क्षेत्रको जबसम्म निकास र विकास हुँदैन भन्ने कुरा छ। हाम्रो निकासको लागि हामी तेलपानी रोड खोल्ने, तेलपानीबाट जब भुरी गाउँसम्मको 20 किलोमिटर जग्गालाई हामीले पिच गरेर बाटो निर्माण गर्ने। त्यसपछि उत्तरी बेल्टको मान्छे यो राजापुर क्षेत्रमा आउनुपर्छ। हाम्रा पुर्खादेखिका मान्छेहरूले यो क्षेत्रमा आउने गरेका थिए। राजापुर बजारलाई मार्केट गरेका थिए। यहाँबाट नुनहरू लिन्थे, यहाँबाट कपडाहरू लिन्थे र उत्तर बेल्टको भनौँ जुम्ला हुम्ला भनौँ जागरकोट दैलेख सुर्खेत अछाम त्यो जिल्लामा यहाँबाट भनौँ सामानहरू जान्थ्यो तेलपानी रोड भएर। तर अहिले तेलपानी रोडलाई आरक्षको नाममा तेलपानी रोड बन्द भएको छ। तर तपाईँहरूले यसै बुझ्नुहोस् यो आरक्षको नाममा तेलपानी बन्द हुनु यो औचित्य होइन। किन भन्नुहुन्छ, यदि आरक्ष हो भने बाँके जिल्लाबाट सुर्खेत जाने ठाउँमा पनि त्यो ठाउँमा कमसेकम 22 किलोमिटर जग्गा त्यहाँको भनौँ आरक्ष छ। 22 किलोमिटर आरक्ष हुने ठाउँमा त्यो बाटो चल्ने। यहाँ कमसेकम 15 देखि 20 किलोमिटर हुने क्षेत्रमा आरक्ष भने रोकिएको छ। यो केही पनि होइन। बाँके जिल्लाले बर्दिया जिल्लालाई गुमराहमा राखेको छ। उत्तरी बेल्टोको मान्छे बाँके जिल्लामा आउने, बाँके जिल्लामा व्यापार व्यवसाय गर्ने, तर यो बर्दिया जिल्लामा आउन नहुने पनि बनाएको। त्यसकारणले जसै गरी भारतले नेपाललाई गुमराहमा राखेको छ भने त्यसै गरी बाँके जिल्लाले पनि हाम्रो यो तेलपानी रोड बन्द भइसकेपछि हामी गुमराहमा परेका छौँ। त्यसकारणले हामी के भन्न चाहन्छौँ भने जबसम्म निकास हुँदैन तबसम्म यो जिल्लाको विकास हुँदैन भन्ने हामीले यो कुरा हाम्रो सोचाइ छ। त्यसकारणले यो जिल्लालाई विकास गर्नलाई उत्तरी बेल्टोको मान्छे यो क्षेत्रमा आउनुपर्छ। यो क्षेत्रमा यो क्षेत्रमा भएको अनाज पानीहरूलाई उत्तरी बेल्टमा जानुपर्छ। सस्तो मूल्यमा भाडा हुन्छ। यो 200 किलोमिटरको जग्गा घुमेर भारत त्यहाँ धानहरू पुर्याउँदा अनाजहरू पुर्याउँदा हामीलाई महँगो भाव परेको हुन्छ। हाम्रो धेरै मध्यमा हामीले भावमा बिक्री गर्नुपर्छ। त्यसो भए हामीले अर्को कुरा पनि यहाँहरूसँग के भन्न चाहन्छौँ भने यो अहिलेसम्म भर्खरै हामीलाई अहिले 2 वर्षदेखि हामीलाई के समस्या पर्न गएको छ भने यो आरक्षभित्रको बाघ आएर हाम्रो भनौँ उपभोक्ता वन समूहभित्र पसेको छ। हामीलाई दिनदारै हाम्रा भनौँ लालावाला हामी मानिसहरूलाई उसले खाने गरेको छ। हामीले उत्तरी बेल्टको जुन यो जङ्गल छ यो जङ्गललाई पालना गरेर हामीले छुट्याएकोमा आरक्ष राखिएकोमा त्यही जङ्गलमा बस्ने बाघहरूले आएर हामीलाई अहिले खाएको छ। उसलाई हामीले पाल्न भनेर जङ्गल छुट्याएका छौँ भने उसले हामीलाई खाइरहेको छ। त्यसकारण यसबाट अन्त हुनको लागि हामीले एउटा उपाय सोचेका छौँ। कर्णाली नदी र बबई नदीमा भएका अलपत्र छरिएर बसेका ढुङ्गाहरूलाई जम्मा गर्ने, त्यहाँको गिटीहरू ल्याउने, त्यहाँको बालुहरू ल्याउने र बस्तीको हामी बस्ने बस्ती र भनौँ
आरक्षे भित्रको बीचमा भनौँ 8 फिटको दिवालहरू लगाउने, त्यो दिवाल लगाउँदाखेरि सम्पूर्ण बर्दियावासी जनताहरूको संविधानबाट दिवालहरू लगाउने, त्यो दिवाललाई सेतो माटोले सेतो कमिरोले लिप्ने र सेतो देख्यो भने बाघको जात सेतोमा आउन सक्दैन, त्यो त तर्केर हाम्रा पुर्खाहरूले लगाएको त्यो बाटो हो। त्यसो भए हामीले आरक्षभित्र जुन जाने बाटो जहाँ छ, जुन ठाउँमा बाटो छ त्यो ठाउँमा च्यानल गेटहरू राख्ने हामीले यस्तो योजनाहरू गरेका छौँ। त्यस कारणले यहाँहरूले यो हाम्रो मर्मलाई हामीले बुझेका कुराहरूलाई यहाँले मध्यनजर राखेर तपाईँहरूले श्रम संस्कृति पार्टीको हातको अञ्जलीमा भएको माटो चिन्हमा यहाँहरूले छाप लगाइदिनु भयो भने हामी यो क्षेत्रको यो पुरै नेपालै देशको हाम्रो हर्क साम्पाङ अध्यक्ष हर्क साम्पाङको भनौँ नेतृत्वमा हामीले पुरै देशलाई नै परिवर्तन गर्छौँ। हामी ऋण लिन जान्दैनौँ, हामी पसिना बगाउन जान्ने पार्टी हो। यो ऋण लिएर विकास गर्दैनौँ। ऋण लिने हो भने ऋण तिर्न नसकेपछि जसको ऋण लिन्छ, ऋण दिन नसकेपछि तपाईँ हाम्रो ब्याङ्कहरूले ऋण हामी ब्याङ्कबाट लिएका छौँ, त्यो ब्याङ्कबाट लिएको ऋणलाई तिर्न सकेनौँ भने तपाईँ हाम्रो घर जग्गा लिलाम भएको तपाईँलाई विदितै थाहा छ। यस्तै गरेर हाम्रो आफ्नै देशभित्र भएका ब्याङ्कहरूले हाम्रो जग्गा जमिन लिलाम गर्छ भने त्यो विदेशबाट ऋण लिने हो भने हाम्रो देशै लिलाम गर्ने सम्भावना हामीले देखेका छौँ। त्यसो भए हामी त्यसरी ऋण लिँदैनौँ। त्यसैले हामी के गर्छौँ, ऋण लिनको सट्टामा हामी पसिना बगाउँछौँ, सम्पूर्णले हामी काम गर्छौँ। हामी श्रम संस्कृति पार्टीको हाम्रो उद्देश्य हो काम गरेर यो देशमा विभिन्न बाहनामा विभिन्न काममा यो देशका लालावाला विभिन्न जनसमुदायहरूलाई त्यो नाममा आन्दोलनको नाममा भनौँ रगतको बलिदानी दिने व्यवस्था भएको छ अहिलेसम्म। तर हामी रगतको बलि दिन चाहँदैनौँ, हामी पसिनाको बलि दिन चाहन्छौँ। हामी पसिना बगाएर यो देशलाई विकास गर्न जान्छौँ। अर्को कुरा तपाईँहरूलाई म एउटा कुरा के भन्छु भने यो देशमा पनि विभिन्न राष्ट्रहरूबाट एउटा यो पृथ्वीबाटै उत्पन्न भएको यो डिजेल पेट्रोल र मट्टितेलहरू यो ट्याङ्कर आउँछन् भने हाम्रो पनि यो देशमा उम्रेको पानी हाम्रो देशमा बगेका नदीहरूलाई फिल्टर गरेर हामीले विश्वका 8 अरब मान्छेलाई हामीले प्रति बोतल 1 रुपियाँको दरले हामी बेच्ने व्यवस्था मिलायौँ भने र विभिन्न किसिमका फिल्टरहरू हामीलाई कारखानाहरू खोलेर त्यसरी पानी बेच्ने व्यवस्था मिलायौँ भने 8 अरब मान्छेले 1 बोतल मात्रै पानी खायो भने प्रतिदिन यो देशमा 8 अरब रुपियाँ आउँछ। 8 खरब रुपियाँ आउँछ भने त्यो पैसाले हामी यहाँको विकास गर्न चाहन्छौँ। त्यसकारणले हाम्रो जुन किसिमको 29 खरब हाम्रो रुपियाँ छ हाम्रो ऋण, यो ऋण पनि हामी तिर्न सक्छौँ। पानी बगेको बगैछ, पानी बिक्री भएको भए हुन्छ, प्रशस्त मात्रामा हामीलाई आम्दानी हुन्छ। त्यसपछि हाम्रो बाँकी रहेको रकम ढुकुटीमा राख्छौँ। त्यसभन्दा पनि आधा रुपियाँ बाँकी रहन्छ, त्यो रुपियाँ हाम्रो 3 करोड हामी नेपालीलाई प्रति नेपालीलाई 3 देखि 5 लाख रुपियाँ पर महिनामा हामी तलब खाने व्यवस्था हुन्छ। त्यसकारण जहाँ आम्दानी नै हुँदैन त्यहाँबाट सरकारले के दिने? सरकारले विकास गर्ने मुखले भन्ने तर काम गर्ने कुनै नीति र प्रवृत्तिलाई यो जुन किसिमको हाम्रो भनौँ प्रकृति छ, प्रकृतिलाई प्रयोग गर्न नसक्ने किसिमको सरकारले गर्दा यसो भएको। त्यसकारणले हाम्रो सरकार यदि हाम्रो सरकार बन्यो भने प्रकृति संस्कृति र प्रविधि हामी प्रयोग गरेर हामी यहाँ देशको विकास गर्छौँ भन्दै हाम्रा 2 शब्द यहाँ अन्त गर्नको साथै तपाईँहरूसँग हामी यो श्रम संस्कृति पार्टीको हातको अञ्जलीमा भएको माटो चिन्हमा यहाँहरूले छाप लगाई यस क्षेत्रमा भर्खरै उठेको भनौँ म स्वयं आफै मानबहादुर बैगारलाई यहाँहरूले अत्याधिक बहुमतले यदि विजय गराउनु भयो भने हामी व्यवस्था र अवस्था बदल्न चाहन्छौँ भन्ने हामीलाई आफ्नो प्रतिबद्धता जाहेर गर्दै तपाईँहरू समक्ष विनम्र अनुरोध गर्छौँ। धन्यवाद। जय माटो।